आज चाहिँ म बुवाको रेसिपीबाट सेल बनाउन गइरहेको छु। यो अघि भिजाएर राखेको चामल बुवाले ग्राइन्ड गर्दै हुनुहुन्छ। यहाँ बुवाको रेसिपीबाट मैले हजुरहरूलाई सेल पकाउने तरिका देखाउँदै छु। बुवाले चाहिँ ग्राइन्डर गरिसकेपछि चाहिँ यसमा अब तिल एड गर्दै हुनुहुन्छ, हल्का थोरै स्वादको लागि। यसमा अब तिल एड गरेर बुवाले चिनी राख्दै हुनुहुन्छ। हामीले चाहिँ घरमा खानको लागि 2 केजी चामलको सेल बनाउन गइरहेका छौँ। त्यही अनुसार बुवाले चिनी एड गर्दै हुनुहुन्छ। यो चाहिँ चिनी र तिल राखिसकेपछि राम्रोसँग मोल्दै यसमा बुवाले घिउ राख्दै हुनुहुन्छ। सेलमा चाहिँ जति धेरै घिउ राख्यो त्यति नै मिठो हुन्छ। अब चाहिँ यो राम्रोसँग हातले मोल्नुपर्छ। पिठो चाहिँ जति धेरै माड्यो त्यति नै राम्रो सेल बन्छ। यो अब घिउ, चिनी, तिल यो चामलमा राम्रोसँग माडेर अब यो माडेर रेडी भइसकेको छ। यसमा बुवाले अब पानी हालेर पानी एड गरेर मोल्दै हुनुहुन्छ। थोरै थोरै पानी राखेर बुवाले मोलेर अब सेल हाल्नको लागि रेडी गर्दै हुनुहुन्छ। पानी एकैचोटि भन्दा थोरै थोरै राखेर मोल्दाखेरि सबैतिर लाग्छ। हेलो साथीहरू, आज म साउन 15 मा सेल हाल्न गइरहेको छु। हेरौँ है त मेरो सेल कस्तो हुन्छ, हजुरहरू सामु देखाउने छु। यो सेल हाल्नको लागि अब रेडी भइसकेको छ। यो बुवाले सबै रेडी गरिदिइसक्नु भएको छ। यो अब म सेल चाहिँ म हाल्दैछु। सेल कस्तो हुन्छ हेर्नु है साथीहरू। मैले हालेको सेल, मेरो हात हल्का काम छ, हाल्न कोसिस गर्दैछु। यस्तो हुँदैछ मेरो सेल चाहिँ। हेलो, सेल, खिर, अचार कस्तो छ? एकदमै मिठो छ हजुर बनाएको। अनि हजुरलाई श्रावण 15 मा खिर, सेल, अचार खान पाउँदा कस्तो लागिरहेछ? एकदमै राम्रो, खुसी, एकदमै राम्रो र खुसी।